हेलो एभ्रिवान वेलकम टु माई अनदर भिडियो। आजको यस भिडियोमा चाहिँ भने पोल्यान्डको वर्क पर्मिट भनेको के हो र यसको सरकारी शुल्क कति लाग्छ, कसले आवेदन गर्छ, वर्क पर्मिट पाएपछि के हुन्छ भन्ने विषयमा यस भिडियोमा चर्चा गर्नेछु। भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियो पुरा हेर्नुहोला है त। युरोपियन युनियन देश बाहिरबाट जस्तै कतार, दुबई, इन्डिया, नेपाल देशहरूबाट तपाईँ पोल्यान्ड वर्किङ भिसाका लागि एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुलाई सबभन्दा पहिले वर्क पर्मिट निकाल्नु पर्ने हुन्छ। अब तपाईहरुले कुनै मेन पावर अथवा एजेन्ट मार्फत तपाईहरुले प्रक्रिया सुरु गर्नुभयो भने चाहिँ तपाईहरुबाट चाहिँ मेन पावर अथवा एजेन्टले चाहिँ तपाईलाई सुरुमा वर्क पर्मिट खर्चका लागि भनेर 50,000 नेपाली रुपीज अथवा 1 लाख नेपाली रुपीज लिने गर्छन्। त्यो चाहिँ भनेको उनीहरूले वर्क पर्मिटको पैसा लिएका हुन्। तर पोल्यान्डमा चाहिँ भनेको वर्क पर्मिट निकाल्न सरकारी शुल्क कति लाग्छ, कम्पनीले कति पैसा तिरेर चाहिँ वर्क पर्मिट निकाल्ने गर्छ त, यस बारेमा म तपाईहरुलाई जानकारी दिन गइरहेको छु। भिडियोलाई चाहिँ पुरा हेर्दै गर्नुहोला। यदि तपाई पोल्यान्डमा वर्किङ भिसामा आएर काम गर्न चाहनुहुन्छ भने चाहिँ जस्तै अब तपाई कतार, दुबई, साउदी, इन्डिया, नेपालबाट एप्लाई गर्दै हुनुहुन्छ भने अथवा कुनै एजेन्ट मेन पावरबाट एप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुबाट एप्लाई प्रक्रिया सुरु गर्नु अघि नै 50,000 अथवा 1 लाख रुपैयाँ लिने गर्छन्। त्यो पैसा चाहिँ यही वर्क पर्मिट निकाल्नका लागि लिएका हुन्। तर के 50,000 अथवा 1 लाख रुपैयाँ नै लाग्छ त वर्क पर्मिट पोल्यान्डको निकाल्न, अथवा कति लाग्छ त? पोल्यान्डमा चाहिँ भने कुनै कम्पनीले आफ्नै खर्चमा वर्क पर्मिट निकालेर मेन पावर अथवा एजेन्टलाई दिने गर्छ भने कुनै कम्पनीले चाहिँ भने मेन पावर अथवा एजेन्टलाई आफ्नै पैसा लगानीमा वर्क पर्मिट निकाल्ने भनेर पैसा माग्ने गर्छ र वर्क पर्मिट निकाल्दिने गर्दछ। अब कुरा गरौँ पोल्यान्डको वर्क पर्मिट भनेको के हो। यदि तपाई युरोपियन युनियन देश बाहिरको नागरिक हुनुहुन्छ भने र पोल्यान्डमा कानुनी रूपमा काम गर्न चाहनुहुन्छ भने तपाईलाई पोल्यान्डमा रहेको कम्पनीले तपाईको लागि वर्क पर्मिट प्रक्रिया गर्नुपर्ने हुन्छ। वर्क पर्मिट भनेको पोल्यान्डमा निश्चित इम्प्लोयर र निश्चित कामका लागि विदेशी नागरिकलाई काम गर्न अनुमति दिने सरकारी कागजात हो। अब कुरा गरौँ पोल्यान्डमा वर्क पर्मिटको सरकारी खर्च कति लाग्छ त? डिसेम्बर 1, 2025 बाट चाहिँ पोल्यान्डको वर्क पर्मिट शुल्क परिवर्तन भएको छ। यदि कामको अवधि 3 महिनासम्मको मात्र हो भने चाहिँ वर्क पर्मिट एप्लिकेसन फी चाहिँ भनेको 200 जुलोटी लाग्ने गर्दछ। र त्यस्तै गरी यदि 3 महिनाभन्दा बढीको वर्क पर्मिट निकाल्नु पर्यो भने चाहिँ पोल्यान्डमा वर्क पर्मिट एप्लिकेसन फी चाहिँ भने सरकारी फी चाहिँ भनेको 400 पिएलएन अथवा 400 जुलोटी लाग्ने गर्दछ। त्यस्तै गरी पोल्यान्डमा सिजनल वर्क पर्मिटको फी भने 100 जुलोटी लाग्ने गर्दछ। र नेपालबाट अथवा अन्य देशबाट पोल्यान्डमा वर्किङ भिसामा आउनको लागि चाहिँ प्रायःजसो मेन पावर अथवा एजेन्टले अथवा पोल्यान्डमा रहेको कम्पनीहरूले चाहिँ भने 3 महिनाभन्दा बढीको वर्क पर्मिट निकाल्ने गर्दछन्, जसको फी चाहिँ 400 पिएलएन हुन जान्छ। अब 400 पिएलएन भनेको नेपालीमा कन्भर्ट गर्दाखेरि अहिले नेपाली रेट चाहिँ भनेको 1 जुलोटी बराबर 41 रुपैयाँ नेपाली हुन्छ, अथवा कुनै बेला 40 रुपैयाँमा पनि झर्छ, कुनै बेला 41 रुपैयाँ रहेको। पोल्यान्डको वर्क पर्मिट सरकारी शुल्क भनेको चाहिँ 400 जुलोटी। अब नेपालीमा कन्भर्ट गर्दा चाहिँ भनेको 400 जुलोटीको लगभग 16-17 हजार नेपाली रुपीज पर्न जान्छ। तर नेपालमा रहेको मेन पावर अथवा एजेन्टले चाहिँ 1 लाख रुपैयाँ लिनु भनेको चाहिँ यो चाहिँ अलिक बढी धेरै नै हो। 50,000 सम्म चाहिँ ठिकै हुन्छ, किनभने उनीहरूको पनि अब त्यो कामै हो, अब कन्ट्याक्ट गर्नु पर्यो, जानु पर्यो, समय खर्च गरेको हुन्छ, जसले गर्दाखेरि 10-20 हजार पनि आउँदैन भने त उनीहरूले पनि काम गर्दैनन्। त्यसले गर्दाखेरि 40-50 हजार सुरुमा लिनु भनेको चाहिँ यो एकदमै ठिक हो जस्तो लाग्छ।
तर 1 लाख भनेको चाहिँ अलिक बढी नै हो। र तपाईँहरूले बुझ्नुपर्ने कुरा चाहिँ वर्क पर्मिट र वर्क भिसा चाहिँ एउटै होइन, यो चाहिँ एउटा छुट्टा-छुट्टै विषय हो। वर्क पर्मिट भनेको चाहिँ त्यो नेपालमा रहेको अथवा अन्य देशमा रहेको एजेन्ट अथवा मेन पावरले चाहिँ पोल्यान्डमा रहेको कम्पनीलाई तपाईँको पासपोर्ट स्क्यान गरेर चाहिँ तपाईँलाई सेन्ड गर्ने गर्छन् र पोल्यान्डमा रहेको कम्पनीले चाहिँ यहाँनिरको सरकारी अफिसमा गएर चाहिँ तपाईँको लागि वर्क पर्मिट निकाल्ने गर्दछन्। अनि त्यस पछाडि भनेको चाहिँ यहाँको वर्क पर्मिट कम्पनीले निकालिदिइसकेपछि चाहिँ कम्पनीले तपाईँहरूको डकुमेन्ट नेपाल पठाउने गर्छन् र नेपाल अथवा जुन देशमा हुनुहुन्छ त्यो देशमा पठाउने गर्छ एजेन्ट अथवा मेन पावरलाई। अनि तपाईँको मेन पावर एजेन्टले चाहिँ पोल्यान्डको एम्बेसी नेपालमा छैन, इन्डियामा छ, इन्डियाको दिल्लीमा, त्यहाँ चाहिँ उसले मेन पावर अथवा एजेन्टले चाहिँ तपाईँको भ्यापेक्स डेट निकालेर चाहिँ तपाईँको डकुमेन्टहरू तयार गरेर चाहिँ अनि भ्यापेक्स डेट टाइममा तपाईँ गएर चाहिँ त्यो डकुमेन्ट बुझाएपछि अनि पोल्यान्डको एम्बेसीले चाहिँ तपाईँलाई भिसा प्रक्रिया दिने वा नदिने उसले निर्णय गर्छ र तपाईँको पासपोर्टमा भिसा दिने हो भने पासपोर्टमा भिसाको स्ट्याम्प लगाइदिन्छ, भिसा नदिने हो भने तपाईँको स्ट्याम्प लगाउँदैन। वर्क पर्मिट र पोल्यान्डको वर्क भिसा चाहिँ फरक हो है त। अब त्यही पोल्यान्डको भिसा लगाउनको लागि सबभन्दा पहिलो स्टेप भनेको वर्क पर्मिट निकाल्नुपर्ने हुन्छ। अन्त्यमा म तपाईँहरूलाई के भन्न चाहन्छु भने पोल्यान्डको वर्क पर्मिट आयो भन्दैमा तपाईँको 100% पोल्यान्डको भिसा लाग्छ भन्ने त्यो चाहिँ हुँदैन। अब तपाईँहरूको भिसा लाग्नको लागि चाहिँ सही कम्पनी, राम्रो मेन पावर, राम्रो एजेन्ट पनि हुनु पर्यो र राम्रो डकुमेन्ट बनाइदिनु पर्यो। अनि त्यस्तै गरेर पोल्यान्डको 100% भिसा रेसियो पनि छैन। जस्तै 50जनामा 5-7जना 10जना यतिको भिसा लाग्ने गर्दछ। अनि तपाईँको वर्क पर्मिट आयो भन्दैमा तपाईँ 100% भिसा लाग्छ भनेर चाहिँ तपाईँले सुरुमै मेन पावर अथवा एजेन्टलाई पैसा भने धेरै नदिनु होला, 40-50 हजारसम्म ठिकै हो। तर पोल्यान्डको वर्क पर्मिट सरकारी शुल्क चाहिँ भने त्यही नेपाली रुपिस 16-17 हजार मात्र लाग्ने गर्दछ। अनि त्यस्तै गरेर तपाईँको वर्क पर्मिट आयो अनि त्यस्तै अरू डकुमेन्ट बनाउने बिचमा पैसा माग्ने गर्दछ भने कुनै एजेन्ट मेन पावरले तपाईँहरूले त्यो अवस्थामा पैसा नदिनु होला। तपाईँहरूले जब तपाईँको वर्क पर्मिट आएर सबै डकुमेन्टहरू भ्यापेक्स भएर पासपोर्टमा भिसा लाग्छ तब मात्र तपाईँले पैसा मेन पावर अथवा एजेन्टलाई दिन सक्नुहुन्छ। केही सल्लाह सुझाव छ भने कमेन्टमा कमेन्ट गर्न नबिर्सनु होला है त। हस्त यो सानो छोटो जानकारीमूलक भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु। भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। सी यू इन नेक्स्ट भिडियो। बाई बाई।